हेलो एभ्रिवान, नमस्ते। आजको यस भिडियोमा हामी अ, साइन्सको होइन इम्पोर्टेन्ट क्वेसनहरू ग्रुप बी र सीमा सोध्न सक्ने क्वेसनहरू डिस्कस गर्नेछौँ। हामीले साइन्समा सोधिने 10वटा एमसिक्यू सोधिन्छ जेनरली, त्यसको चाहिँ हामीले सोल्युसन गरिसकेका छौँ। यदि तपाईँहरूले भिडियो हेर्नुभएको छैन भने यसै च्यानलमा गएर चेक गर्न सक्नुहुनेछ है त। ल हामी ढिलो नगरी सुरु गरिहालौँ है त। ल हेर्नुहोस् है। ल हामी सुरु गरौँ। ल पहिला चाहिँ हामीलाई यहाँ क्वेसन दिएको छ 1 नम्बरमा। क्वेसन नम्बर 1मा यो चाहिँ तपाईँहरूलाई ग्रुप बी अथवा ग्रुप सीमा सोध्न सक्छ है त। जेनरली मैले चाहिँ यहाँ हल्का इम्पोर्टेन्ट क्वेसनहरू राखेको छु। यति चाहिँ हेरेरै जानु होला है। यहाँबाट भोलि क्वेसन पर्छ है त। यति त्यही भएर ल यहाँ हेर्नुहोस् है त। क्वेसन नम्बर 1मा के सोधेको छ हामीलाई, वाइ इज इन्डिपेन्डेन्ट भेरिएबल कल्ड एक्स भेरिएबल एन्ड डिपेन्डेन्ट भेरिएबल कल्ड वाइ भेरिएबल। अब यसरी लेख्नु होला हेर्नुहोस् है। ग्राफिकल रिप्रेजेन्टेसन गर्दा के गर्नुपर्छ भन्दा, इन ग्राफिकल रिप्रेजेन्टेसन डिपेन्डेन्ट भेरिएबल इज केप्ट अन वाइ एक्सिस होइन, वाइ एक्सिसमा राखिन्छ। अनि त्यसै गरी इन्डिपेन्डेन्ट भेरिएबल इज केप्ट इन एक्स एक्सिस होइन। हो त्यही भएर सो समटाइम डिपेन्डेन्ट भेरिएबल इज कल्ड एज वाइ भेरिएबल। अनि त्यसै गरी इन्डिपेन्डेन्ट भेरिएबललाई चाहिँ के भनिँदो रहेछ, यहाँ चाहिँ एक्स छुटेछ, यहाँ एक्स भेरिएबल हो है त। यति तपाईँहरू थाहा पाइहाल्नुहुन्छ। ल हामी अब नेक्स्ट क्वेसन तपाईँहरूलाई यो डिपेन्डेन्ट भेरिएबल र इन्डिपेन्डेन्ट भेरिएबलको चाहिँ डिफरेन्स सोध्न सक्छ है। त्यही भएर हेर्नुहोस् है। अब यसरी तपाईँहरूलाई अनि यहाँ कुनै एउटा केस दिएर होइन, कुन चाहिँ डिपेन्डेन्ट भेरिएबल हो कुन चाहिँ इन्डिपेन्डेन्ट भेरिएबल हो त्यो पनि सोध्न सक्छ है त। त्यो चाहिँ अब तपाईँहरूले सिम्पली यो डिपेन्डेन्ट भेरिएबल भनेको के हो अनि इन्डिपेन्डेन्ट भेरिएबल भनेको के हो, कस्ता हुन् भनेर थाहा पायो भने जेनरली मिलाउनुहुन्छ है त। त्यसमा हेर्नुहोस् 1 नम्बर पोइन्टमा यसरी लेख्नु होला, 3टा डिफरेन्स मजाले लेख्नु होला है त। डिपेन्डेन्ट भेरिएबल आर दोज द्याट आर टेस्टेड इन साइन्टिफिक एक्सपेरिमेन्ट टु डिटरमाइन देयर भ्यालु। अनि त्यसरी द भेरिएबल द्याट रिसर्चर मोडिफाई थ्रु आउट द एक्सपेरिमेन्ट इज रिफर्ड एज द इन्डिपेन्डेन्ट भेरिएबल। भन्नुको अर्थ के अरे, रिसर्चरले चेन्ज गर्न पाउने भयो क्या होइन, चेन्ज मोडिफाई गर्न पाउने हो। त्यस्तो भेरिएबललाई के गर्ने, त्यस्तो भेरिएबललाई के भन्ने भन्दा इन्डिपेन्डेन्ट भेरिएबल है त। अनि त्यसपछि यहाँ 2 नम्बरमा हेर्नुहोस्, डिपेन्ड अपन इन्डिपेन्डेन्ट भेरिएबल। अनि त्यसपछि इन्डिपेन्डेन्ट भेरिएबलमा चाहिँ के हुन्छ भन्दा, इट डिटरमाइन द भ्यालु अफ डिपेन्डेन्ट भेरिएबल क्या। यसले चाहिँ डिपेन्डेन्ट भेरिएबलको भ्यालु डिटरमाइन गर्ने भयो क्या होइन। अनि त्यसपछि डिपेन्डेन्ट भेरिएबल भनेको के हो, इट इज एन इफेक्ट हो, यो चाहिँ एउटा इफेक्ट हो होइन, यो चाहिँ कज हो क्या, यसका कारणले चाहिँ यो हुने हो है। इन्डिपेन्डेन्ट भेरिएबल भनेको के हो त, कज हो है त। ल यसरी यो पनि सोध्न सक्छ। अनि हामीलाई एउटा यो तपाईँहरूको फर्स्ट च्याप्टर यो होइन, फर्स्ट च्याप्टरबाट सोध्ने भनेको यो डेराइभ युनिट हो भनेर सोध्न सक्छ क्या। यो डेराइभ युनिट हो कसरी भनेर सोध्न सक्छ। तपाईँहरूले यसरी लेख्नु होला, जुल इज द यहाँ सोधेको छ हामीलाई, सो द्याट जुल इज अ डेराइभ युनिट भनेर होइन। अब यसरी लेख्नु होला, जुल इज अ एसआई युनिट अफ वर्क हो होइन। अब यसरी वर्क भनेको फर्मुला लेख्नु होला, अनि वर्क भनेको फोर्स इन्टु डिस्टेन्स हो। अब फोर्स भनेको के हो, मास इन्टु एक्सिलरेसन हो। अनि डिस्टेन्सको डिस्टेन्स नै भनेपछि मासको युनिट केजी, अनि त्यसपछि एक्सिलरेसनको मिटर होइन, अनि त्यसपछि मिटर पर सेकेन्ड स्क्वायर होइन, अनि त्यसपछि डिस्टेन्सको फेरि मिटर। यसरी केजी मिटर पर सेकेन्ड स्क्वायर इन्टु मिटर गर्दा क्या आयो। अब यहाँ के देखायो यसले भन्दा, यो चाहिँ 2 or more than 2 फन्डामेन्टल युनिटसँग डिपेन्ड छ, त्यही भएर चाहिँ यो कस्तो युनिट हो भन्दा डेराइभ युनिट हो भनेर यसरी लेख्नु होला। हियर वी क्यान सी द जुल इज मेड अफ 3 फन्डामेन्टल क्वान्टिटी, दे आर किलोग्राम मिटर एन्ड सेकेन्ड भनेर यसरी लेख्यो भने तपाईँहरूलाई लगभग यो भनेको जेनरली 2 मार्क्समै सोध्छ होइन। अनि तपाईँहरूले यो च्याप्टरबाट एउटा के गरेर जानु होला भन्दा, त्यो पोटेन्सियल डिफरेन्स होइन, पोटेन्सियल डिफरेन्स रेसिस्टेन्सको त्यो दिएको छ नि त हामीले, तपाईँहरूको सिडिसीको एक्सर्साइजमा एउटा क्वेसन चाहिँ हेर्नु होला, त्यो क्वेसन चाहिँ गरेरै जानु होला है त। त्यो क्वेसन आउने सम्भावना एकदमै हाई छ है। त्यो चाहिँ त्यो के अरे रेसिस्टेन्स कुन कुन युनिटसँग डिपेन्ड गर्छ, जस्तै त्यो यो कसरी डेराइभ युनिट भयो भनेर क्वेसन सोध्न सक्छ है त। ल यसरी यो च्याप्टर मैले सकेँ। अब नेक्स्टमा जाउँ।
नेक्स्टमा हेर्नुहोस् है। अब यहाँ हामीलाई दोस्रो नम्बरमा डिफरेन्स बिट्विन मैले यहाँ राखिदिएको छु है त। डिफरेन्स बिट्विन हामीलाई सुरुमा सोध्यो जेली फिस एन्ड कटल फिस। हेर्नुहोस् है, अब तपाईँहरूले जेनरली फिस आयो, ओहो! यो त माछा होला, पाइसेसभित्र पर्छ भन्नु होला। यो चाहिँ हो त्यस्तो चाहिँ होइन है। यिनीहरू चाहिँ के हुन् त फल्स फिस हुन्। अब तपाईँहरूलाई इक्जामाइनरले झुक्याउनलाई राखिदिएको हुन्छ क्या, जेली फिस राखिदेला, कटल फिस राखिदेला। अब यिनी दुइटाको डिफरेन्स बिट्विन के हो भन्ला है। जेली फिस भनेको तपाईँहरूले यदि क्लियरली ध्यान दिएर पढ्नु भएको छ भने के हो त सिलेन्ट्रेट्स हो एउटा होइन। कटल फिस भनेको चाहिँ एउटा मोलस्कन मोलस्कन एनिमल हो क्या है। मोलस्का हो मतलब है। अब हेर्नुहोस् यसरी डिफरेन्स लेख्नुलाई 3टा टक्क टक्क पोइन्ट टक्क टक्क पोइन्ट लेख्नु होला है त। जस्तै जेली फिस भनेको सिलेन्ट्रेटा। अब तपाईँहरूले सिलेन्ट्रेटा भनेको के पढ्नु भएको थियो भन्दा सिलेन्ट्रेटाको बडीमा चाहिँ के हुन्छ भन्दा सिलेन्टेरोन क्याभिटी हुन्छ भनेर पढ्नु भएको छ। हो त्यही लेखिदिनुहोस् न मजाले। इट हेज द सिलेन्टेरोन क्याभिटी। अनि जेलीफिसमा त के हुन्छ भनेर पढ्नु भएको छ। जेलीफिसमा यसो माउथको वरिपरि टेन्टाकल्सहरू आएको हुन्छन् भनेर पढ्नु भएको छ। यसरी लेख्नुहोस् जेलीफिस ह्याभ टेन्टाकल्स। अनि लास्टमा लास्टमा भन्दा पनि यो पहिलोमा लेख्नु होला है त। इट बिलोङ्स टु द फाइलम सिलेन्ट्रेटा। तपाईँलाई कुनै पनि क्रिएचर दियो, पहिला त तपाईँले के लेख्नुहोस् भन्दा त्यो कुन फाइलममा पर्छ त्यो लेख्नुहोस् क्या। झ्याप्प अनि मार्क्स आइहाल्छ नि। अब हेर्नुहोस् कटल फिस यो पनि पहिला लेख्ने हो। इट बिलोङ्स टु द फाइलम मोलस्का। मोलस्काको अर्थ भन्नुहोस् त मलाई। मोलस्का भनेको कस्तो हो? सफ्ट बडिड एनिमल हो है त। पहिलो क्यारेक्टर त्यसको नामबाटै निकाल्नुहोस् क्या, नामबाटै है। अनि मात्र तपाईँहरूले राम्रो गुड स्कोर गर्न सक्नुहुन्छ क्या। यस्तो यस्तो टक्क पोइन्ट पोइन्ट लेख्नु होला टक्क। अब कटल फिस कटल फिस ह्याभ 8 आर्म रे है। अनि त्यसपछि अर्को भनेको इट डज नट ह्याभ सिलिन्डर क्याभिटी। सिलिन्डर क्याभिटी कसमा हुन्छ? सिलिन्ड्रेटारमा हुन्छ भनेपछि कटल फिसमा हुने भएन। यसरी टक्क यो लेख्नु होला। अनि त्यसपछि अर्को तपाईँहरूलाई सोध्न सक्ने भनेको यो मोस र क्लब मोस। हेर्नुहोस् है, यो मोस भनेको पहिला कुन फाइलम सरी प्लान्टको केसमा चाहिँ डिभिजन हुन्छ है त। एनिमलको केसमा फाइलम हुने भयो। प्लान्टको यो चाहिँ मोस र क्लब मोस भनेको के हो? प्लान्ट स्पेसिसहरू हो। त्यही भएर यिनीहरूको चाहिँ डिभिजन हुन्छ। डिभिजन कुनमा पर्छ? मोस भनेको जेनरली ब्रायोफाइटा हो। अब हेर्नुहोस् मोस, ओहो! मोस आयो भनेपछि त तपाईँहरूले यस्तो तरिकाले नपढ्नुहोस् है त। मोस आयो भने यो ब्रायोफाइटा हो भनेर नपढ्नु होला है त। यो चाहिँ फल्स मोस हो क्या है। मोस भनेको यो चाहिँ ट्रु मोस हो, ब्रायोफाइटामै पर्छ। तर क्लब मोस चाहिँ केमा पर्छ भन्दा यो चाहिँ तपाईँहरूले पढ्नु भएको छ। क्लब मोसको अर्को नाम के हो त? लाइकोपोडियम हो। लाइकोपोडियम कहाँ पर्छ? लाइकोपोडियम भनेको टेरिडोफाइटामा पर्छ है त। पहिला यो कुनमा पर्छ लेख्नु होला। अब लेखौँ इट बिलोङ्स टु द डिभिजन ब्रायोफाइटा। अनि त्यसपछि क्लब मोस भनेको केमा पर्छ? यहाँ ट्र्याकियोफाइटा लेखेको रहेछ। तपाईँहरूले अझ स्पेसिफिक भएर के लेख्नु होला भन्दा यो चाहिँ टेरिडोफाइटामा पर्छ भन्नु होला है त। ट्र्याकियोफाइटा किन भन्न मिल्दैन भन्दा ट्र्याकियोफाइटाभित्र त 3टा छ, हो कि होइन? के छ? टेरिडोफाइटा छ, जिम्नोस्पर्म छ, एन्जियोस्पर्म छ। अब कुनमा पर्यो हामीलाई थाहा भएन नि त। त्यति स्पेसिफिक भएन क्या। तपाईँहरूले स्पेसिफिक भएर लेख्नुहोस्। यो चाहिँ के हो त मेन भनेको टेरिडोफाइटा नै हो है। अनि त्यसपछि मोस्टलाई एम्फिबियन प्लान्ट भनिन्छ। ब्रायोफाइटाहरूलाई किन एम्फिबियन प्लान्ट भनिन्छ भन्नुहोस् त? यस, 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 यु आर करेक्ट। यु आर जिनियस है। तपाईँहरूलाई थाहा छ। एम्फिबियन प्लान्ट भनेको के हो त? यिनीहरूलाई फर्टिलाइजेसनको बेलामा के चाहिन्छ? वाटर चाहिन्छ नि त। इट रिक्वायर्ड वाटर फर फर्टिलाइजेसन भनेर टक्क यो चाहिँ गिभ रिजन क्वेसनमा पनि आउन सक्छ है त। अनि क्लब मोस भनेको के हो त? के अरे टेरिडोफाइटा हो। टेरिडोफाइटा भनेको फर्स्ट भास्कुलर ल्यान्ड प्लान्ट हो नि त। हो यसमा यो चाहिँ टेरेस्ट्रियल प्लान्ट भयो है त। अनि त्यसपछि मोसहरूमा भास्कुलर बन्डल हुँदैन है त। इट डज नट ह्याभ भास्कुलर बन्डल। अनि त्यसपछि क्लब मोस भनेको टेरिडोफाइटा हो। टेरिडोफाइटामा के हुन्छ? भास्कुलर बन्डल हुन्छ। यसरी झ्याप्प लेख्नु होला है त। यति लेख्यो भने तपाईँहरूलाई 2 मार्क्सको क्वेसनमा 2 मा 2 मजाले मिल्छ क्या है। तर एकदम पोइन्ट स्पेसिफिक भएर लेख्नुहोस् है त। एकदम पहिला चाहिँ मेन इम्पोर्टेन्ट पोइन्ट लेख्नुहोस्। अब आउँदै आएन भने अन्तिममा इट इज मल्टिसेलुलर यस्तो यस्तो लेख्दा पनि हुन्छ है त। अन्तिम केसमा मात्रै, नआएको केसमा है। ल अब हामी यो हनी बीको डिफरेन्स बिट्विन पनि पढिहालौँ है त। डिफरेन्स बिट्विन नप्चियल फ्लाइट एन्ड स्वार्मिङ हो। यो व्हाट इज नप्चियल फ्लाइट भनेर पनि आउन सक्छ। त्यही भएर मैले यहाँ डिफरेन्सको फर्ममा राखिदिएको छु है त। हेर्नुहोस् नप्चल फ्लाइट यसरी लेख्नु होला। स्वार्मिङ पनि यसरी लेख्नु होला। हेर्नुहोस् है, यो टेबुलेसन फर्ममै गर्नु होला है त। डिफरेन्स बिट्विन आयो भने टेबुलेसन फर्ममै गर्नु होला। अब 1 नम्बरमा नप्चल फ्लाइट मिन्स द प्रोसेस इन व्हिच म्याच्योर्ड क्वीन बी फ्लाइज आउट अफ हाइभ टु मेट विथ ड्रोन एन्ड कलेक्ट स्पर्म। ल मलाई एउटा भन्नुहोस् के अरे क्वीन बीले चाहिँ स्पर्म कुन ठाउँमा कलेक्ट गर्छ? मैले एमसिक्यू फर्ममा एमसिक्यूमा पनि गराएको थिएँ यो। के हो त? स्पर्म स्याक हो यो। यस, 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 यु आर करेक्ट। यस, यस, यस।
अनि अर्को नाममा के भनिन्छ भन्नुहोस् त? त्यसलाई के भनिन्छ? स्पर्माथेका भनिन्छ। ल, तपाईँहरूलाई थाहा रहेछ एकदम। कङ्ग्रेचुलेसन! कलेक्ट स्पर्म है त। ल, यसरी यो पनि भयो। अनि अर्को पोइन्ट लेख्नु होला हेर्नुहोस् है। क्वीन बी एन्ड ड्रोन बी टेक पार्ट इन द दिस फ्लाइट। यसरी यो फ्लाइटमा कुन कुन बीहरू टेक पार्ट गर्ने रहेछ त भन्दा क्वीन बी एन्ड ड्रोन बी भनेर यसरी लेख्नु होला। अनि स्वामिङ भनेको के रहेछ? अब यसलाई डिफिनेसन फर्ममा पनि सोध्न सक्छ है त। व्हाट इज स्वामिङ भनेर सोध्ला तपाईँले यसरी लेख्नु होला। स्वामिङ इज अ प्रोसेस इन व्हिच अ कोलोनी अफ बी स्प्लिट इन्टु टु ओर मोर सेपरेट कोलोनी। एउटा कोलोनी चाहिँ होइन, टु ओर मोर डिफ्रेन्ट सेपरेट कोलोनीहरूमा ब्रेकडाउन हुनुलाई चाहिँ के भनिन्छ? स्वार्मिङ भनिँदो रहेछ है। अनि क्वीन बी, ड्रोन बी एन्ड वर्कर बी टेक पार्ट इन द स्वार्मिङ टु मेक न्यू हाइभ। यसरी टक्क लेख्नु होला है। ल, अनि मैले यो अर्को मेरो के आग्रह छ भन्दा हेर्नुहोस् है, तपाईँहरूलाई यो फाइलम अनि त्यसपछि प्लान्टको केसमा डिभिजन दिएको छ नि, प्रत्येकको लगभग मेन इम्पोर्टेन्ट 3टा जति क्यारेक्टर अनि इक्जाम्पल चाहिँ याद गरेर जानु होला है त। किनभने इक्जाम्पल राखेर तपाईँहरूलाई फिगर राखेर त्यसबाट क्वेसन बन्न सक्छ क्या। क्वेसन अनगिन्ती बन्छ। तपाईँहरूले यदि कन्सेप्ट वर्षभरि राम्रोसँग एकदम मिहिनेत लगाएर पढ्नुभएको छ भने अवश्य मिलाउनुहुन्छ। कुनै डर मान्नु पर्दैन क्या त्यो है। तर अन्तिममा चाहिँ के रिभाइज गरेर जानुहोस् है त। रिभाइज एकदम रिभाइज भनेको एकदम की हो क्या तपाईँहरूको है। ल, हामी नेक्स्टमा गइहालौँ। ल, अब हामीलाई क्वेसन यसरी सोध्न सक्छ है त। जस्तै यहाँ हामीलाई यो पहिलो नम्बरमा एउटा फिगर दिन्छ, अर्को पनि फिगर दिन्छ। अब यिनीहरू दुइटाको के भन्छ पहिला? यिनी दुइटालाई क्लासिफाई गर भन्छ। अनि त्यसपछि यिनीहरू दुइटामा सिमिल्यारिटी के छ, डिसिमिल्यारिटी के छ, यस्तो पनि सोध्छ है त। अब हेर्नुहोस् है यहाँ। अब स्टडी द गिभन डायग्राम एन्ड एन्सर द फलोइङ क्वेसन भनेको छ। अब यसरी राइट द फाइलम एन्ड क्लासेस अफ द गिभन अर्गानिजम भनेर यसरी क्वेसन सोध्छ हामीलाई। अब हेर्नुहोस् है, पहिलो यो के हो त? हेर्नुहोस्, हेर्दै थाहा हुन्छ यो के हो? व्हेल हो है। अब यसरी नेम लेख्नुहोस्। नेम भनेको व्हेल। अनि फाइलम कुनमा पर्छ यो? फाइलम कर्डेटामा पर्छ है त। कर्डेटामा किन पर्यो भन्दा किनभने अब यसमा चाहिँ 4वटा कर्डेटाको क्यारेक्टर लेखिदिनुहोस् क्या। कर्डेटाको क्यारेक्टर के हो? पहिला भनेको नोटोकोड हुन्छ यिनीहरूमा, त्यसपछि नर्भ कड हुन्छ, यिनीहरूमा फ्यारेन्जियल गिल स्लिट्स हुन्छ, अनि यिनीहरूमा पोस्ट एनल टेल हुन्छ भनेर यति लेख्नुभयो भने झ्याप्प लगभग 2मा 2 हो क्या। चिन्तै नलिनुहोस्। कर्डेटाको क्यारेक्टर यसरी। अनि त्यसपछि म्यामेलिया। यो चाहिँ के हो त? म्यामेलिया है त। व्हेल तपाईँहरूले अब जेनरली पहिला पहिला बच्चाहरूमा व्हेल त माछा होला सोच्नु भएको हुन्छ है। त्यो चाहिँ गलत हो है त। त्यो चाहिँ म्यामल हो। किनभने यसले डाइरेक्ट यङ वनलाई चाहिँ बर्थ बर्थ गिफ्ट दिन्छ क्या डाइरेक्टली है त। अनि यो चाहिँ लङ ब्रिदर हो क्या। यो चाहिँ लङ्सले ब्रिथ गर्छ। अनि यो चाहिँ के हो त? यो के हो अर्को भन्नुहोस् त? यो सार्क हो। यो चाहिँ केले गर्छ यसले? यो चाहिँ पाइसेसमा पर्छ। यो चाहिँ म्यामलमा पर्छ है त। यसले चाहिँ लङ्सले ब्रिथ गर्छ भने यसले चाहिँ गिल्सले ब्रिथ गर्छ है त। ल, त्यो दोस्रो नम्बरमा के हो भनेको छ? नेम। नेम के हो यो? सार्क हो, मैले भर्खरै भने। अनि त्यसपछि यो पनि फाइलम त कर्डेटामै पर्छ। किन? फेरि भन्नुहोस् त? दोहोऱ्याउनुहोस् मसँग। नोटोकोड, नर्भ कड, फ्यारेन्जियल गिल स्लिट्स र पोस्ट एनल टेल, सरी पोस्ट एनल टेल छ त्यही भएर। अनि त्यसपछि यो क्लास मात्रै डिफरेन्स है। क्लास पाइसेसमा पर्छ है त। क्लास पाइसेसमा पर्छ है त। किनभने यसले इग लेइङ गर्ने हो के, इग लेइङ है। अनि यसमा गिल्स छ त्यही भएर यो चाहिँ पाइसेसमा पर्यो, यो चाहिँ म्यामलमा पर्यो है त। ल, अब यिनीहरूमा सिमिल्यारिटी र डिसिमिल्यारिटी के छ भनेर सोध्छ है त। यिनीहरूमा सिमिल्यारिटी हेर्नुहोस् है। सिमिल्यारिटी के छ? सिमिल्यारिटी बिट्विन सार्क एन्ड व्हेल आर, यसो लेख्नु होला, बोथ अफ देम आर एक्वेटिक। के हुन् त? दुइटै पानीमा बस्ने हुन्। अनि त्यसपछि बोथ अफ देम हेभ स्ट्रिमलाइन बडी। स्ट्रिमलाइन बडी भनेको थाहा छ? यो हेर्नुहोस् है, यो माउथतिर के छ? पोइन्टेड छ कि छैन? एकदम यो पानी चिर्नलाई एकदम स्ट्रिमलाइन बडी हुन्छ कि यिनीहरूको। किनभने नत्र पानीमा हिँड्न त गाह्रो हुन्छ नि त। एकदम तिखो भयो भने त्यसलाई पानीलाई चिरेर हिँड्न एक ठाउँबाट अर्को ठाउँ जान सजिलो हुन्छ। अनि बोथ आर कार्निभोरस अनि बोथ अफ देम लोकोमोट बाई फिन्स। यो फिन्सहरूले चाहिँ के गर्ने हो? लोकोमोसन गर्ने भयो होइन। अब डिफरेन्समा भनिदिन्छु। डिफरेन्स के हो त? हेर्नुहोस्, इट बिलोङ्स टु द क्लास म्यामेलिया भयो, इट बिलोङ्स टु द क्लास पाइसेस भयो होइन। इट इज अ लङ ब्रिदर, इट इज अ गिल ब्रिदर। अनि अर्को भनेको इट डाइरेक्टली गिभ बर्थ टु द यङ वान। यसले चाहिँ के भन्दा अन्डा पार्छ। अनि त्यसपछि अनि बल्ल के अरे नयाँ फिस हुन्छ नि त है अन्डाबाट। यसले चाहिँ हो। यति 3टा डिफरेन्स लेख्नुभयो भने मजाले मार्क्स मिल्छ है त। यस्तो क्वेसन म एक्सपेक्ट गरिरहेको छु है त। आइदर प्लान्टको डिभिजनबाट हुनसक्छ, तपाईँहरूलाई फिगर बेस्ड क्वेसन आउँछ नै आउँछ क्या।
तपाईँहरूले चिनेर लेख्नुपर्ने है। यस्तो क्वेसन पनि हेरेर जानु होला। अब नेक्स्टमा हामी जाउँ। अब तपाईँहरूलाई सोध्न सक्ने भनेको ड्रोन बी र वर्कर बीको बिचमा डिफ्रेन्स के छ? अनि त्यसपछि वर्कर बी र क्विन बीको बिचमा के डिफ्रेन्स छ? अनि त्यसपछि ड्रोन बी र क्विन बीको बिचमा के डिफ्रेन्स छ भनेर सोध्न सक्छ। अब यहाँ ड्रोन बी र वर्कर बीको रूपमा एउटा स्याम्पल क्वेसन राखिदिएको छु। अब हेर्नुहोस् है, यसमा चाहिँ मेन लेख्दाखेरि चाहिँ तपाईँहरूले यो 4 वटा पोइन्ट लेख्नु होला है त यो। अरू मैले जेनरली त्यति खासै इम्पोर्टेन्ट छैन, तर यो 4 वटा मैले हाइलाइट गरेको पोइन्टहरू एकदमै इम्पोर्टेन्ट छ हेर्नुहोस् है। अब ड्रोन बी के हो? आफू चाहिँ फर्टाइल हो है त। इट इज फर्टाइल भनेर लेख्नु होला। अनि त्यसपछि वर्कर बी चाहिँ के हो त? स्टेराइल हो है। अनि त्यसपछि अर्को भनेको यसले चाहिँ अब के काम गर्छ भनेर पनि ख्याल गर्नुहोस्। इट वर्क आर म्याटिङ विथ द क्विन। क्विनसँग के गर्ने? म्याट गर्ने। अनि त्यसपछि किपिङ हाइभ वार्म। त्यो यिनीहरूको हाइभलाई चाहिँ वार्म गराउने काम कसले गर्छ? ड्रोन बीले गर्छ। अनि त्यसपछि वर्कर बीको काम के हो? यो हेर्नुहोस् है, अब 5 नम्बरमा इट वर्क्स आर कन्स्ट्रक्टिङ द हाइभ। हाइभ बनाउने, अनि त्यसपछि लार्भालाई फिड गराउने, अनि त्यसपछि नेक्टार खोज्ने भनेको हनी बी बनाउने, सरी, हनी बनाउनका लागि अथवा त्यो रोयल जेली बनाउनका लागि के गर्नु पर्यो भन्दा फ्लावरबाट त जुस त ल्याउनु पर्यो। हो त्यही खोज्ने काम यसैको वर्कर बीको हो है। अनि त्यसपछि अब 7 नम्बरमा हेर्छु है। ड्रोन बी आर बोर्न फ्रम अनफर्टिलाइजिङ। आफू यो ड्रोन बी चाहिँ फर्टाइल हो आफू चाहिँ, तर बन्न चाहिँ केबाट बनेको हुन्छ? अनफर्टिलाइज एगबाट बनेको हुन्छ। अब तपाईँहरूलाई सोध्ला, मैले एमसीक्यू फर्म पनि राखिदिएको थिएँ होइन? ड्रोन बी चाहिँ अनफर्टिलाइज एगबाट बन्छ, त्यो प्रोसेसलाई के भन्ने भन्छ? अब तपाईँहरूले जान्नु भएको छ, पक्कै मुस्कुराउँदै हुनुहुन्छ होला, मैले मिलाएँ भनेर है। यस, मजाले मिलाएपछि त खुसी त हुनै पर्यो है। यसको एन्सर के हो त? पार्थेनोजेनेसिस हो है त। पार्थेनोजेनेसिस। पार्थेनोजेनेसिस भनेको के हो त भन्दा ड्रोन बी अनफर्टिलाइज एगबाट बन्छ। अनफर्टिलाइज एगबाट बन्नु नै के हो त? त्यो पार्थेनोजेनेसिस प्रोसेस हो है। अनि अर्को तपाईँहरूलाई मेटामर्फोसिस भनेर पनि सोध्छ क्या। मेटामर्फोसिस भनेको के होइन कि सिम्पल हो। इगदेखि लार्भा ट्रान्सफर्म अफ, इगदेखि लार्भा, लार्भादेखि प्युपा र प्युपादेखि एडल्ट बन्ने प्रक्रिया हो क्या, एउटा प्रोसेस हो। मेटामर्फोसिस भनेको नथिङ, एउटा प्रोसेस हो जहाँबाट इग लार्भामा चेन्ज हुन्छ, लार्भा प्युपामा, प्युपा एडल्टमा चेन्ज हुन्छ, त्यति हो क्या है। अनि त्यसपछि अब 7 नम्बरमा जाउँ यताको। वर्कर बी, वर्कर बी आर बोर्न बोर्न फ्रम फर्टिलाइज एग। यो फर्टिलाइज एगबाट बने पनि आफू चाहिँ के हो? स्टेराइल हो है। यति ख्याल गर्नुहोस्। अनि त्यसपछि अब क्रोमोजोम नम्बर पनि सोध्छ क्या। यति चाहिँ तपाईँहरूलाई क्वेसन एक्सपेक्ट हुन्छ क्या, यो चाहिँ क्वेसन राख्न सक्छ। दे आर 16 क्रोमोजोम, सरी, देयर आर 16 क्रोमोजोम इन ड्रोन बी। ड्रोन बीमा के हुन्छ? 16 क्रोमोजोम हुन्छ। अनि त्यसपछि वर्कर बीमा चाहिँ 32 क्रोमोजोम हुन्छ। अनि अर्को हामीलाई सोध्ला के अरे क्विन बीमा कति हुन्छ भन्यो भने क्विन बीमा पनि 32 है त। यसमा ड्रोन बीमा मात्र ह्याप्लोइड हुन्छ है त, 16 क्रोमोजोम हुन्छ। यो पनि सजिलै छ, मिलाइहाल्नुहुन्छ। अब हामीलाई अर्को एकदम इम्पोर्टेन्ट क्वेसन म यति बारम्बार भन्छु कि डिफरेन्स बिट्विन आरएनए र डिएनए फिक्स क्वेसन हो क्या। फिक्स क्वेसन जस्तै जस्तै हो। यदि तपाईँलाई फिगर राखेर पनि सोध्न सक्छ दुइटैको होइन, डिफरेन्स लेख भनेर है। यदि नत्र सिधै डाइरेक्ट डिफरेन्स बिट्विन पनि सोध्न सक्छ। यो हेर्नुहोस् है, अब डिएनए र आरएनएको डिफरेन्स यसरी लेख्नु होला। डिएनए भनेको के हो? डबल स्ट्यान्डर्ड हेलिकल्ली कोइल स्ट्रक्चर हो। अनि त्यसपछि आरएनए भनेको के हो? सिङ्गल स्ट्यान्डर्ड स्ट्रक्चर हो है। अनि त्यसपछि अर्को भनेको डिएनएले के गर्छ? डिएनए इज रेस्पोन्सिबल फर ट्रान्समिटिङ हेरिडिटी क्यारेक्टरिस्टिक फ्रम प्यारेन्ट टु अफस्प्रिङ। यसले चाहिँ के गर्ने भयो? हेरिडिटी क्यारेक्टरहरू फादर टु सनमा ट्रान्समिट गर्ने भयो होइन। अनि आरएनएले के गर्ने भयो? आरएनए इज रेस्पोन्सिबल फर प्रोटिन सिन्थेसिस। यो चाहिँ प्रोटिन सिन्थेसिसमा हेल्प गर्ने भयो। अनि त्यसपछि अब यसमा मेन भनेको यो न्युक्लियोटाइड बन्दाखेरि के चाहिन्छ भन्दा हामीलाई सुगर चाहिन्छ, एउटा नाइट्रोजन बेस चाहिन्छ, अनि अर्को भनेको फोस्फेट ग्रुप चाहिन्छ। अब यसमा डिएनएमा कुन चाहिँ सुगर छ भन्यो भने डिअक्सी राइबोज सुगर छ। यो चाहिँ कति कार्बनको सुगर हो? 5 कार्बनको सुगर हो, त्यही भएर पेन्टोज सुगर पनि भनिन्थ्यो है। अनि त्यसपछि अर्को भनेको आरएनएमा कुन सुगर हुन्छ भन्यो भने राइबोज सुगर हुन्छ है। अनि डिएनए चाहिँ कहाँ पाइन्छ भन्यो भने डिएनए इज मेनली फाउन्ड इन क्रोमोजोम, इन न्युक्लियसमा पाइन्छ, तर आरएनए चाहिँ कहाँ पाइन्छ? साइटोप्लाज्म, सेलको साइटोप्लाज्ममा पाइन्छ है। अनि डिएनएसँग एउटा यस्तो क्यारेक्टर हुन्छ जसले चाहिँ आफैले अर्को डिएनए स्ट्रेन्ड बनाउन सक्छ क्या। भनेको यससँग रेप्लिकेसन गर्ने एबिलिटी छ क्या। डिएनए क्यान रेप्लिकेट इट्सेल्फ होइन, तर आरएनए चाहिँ, आरएनए क्यान नट रेप्लिकेट इट्सेल्फ। यसले चाहिँ रेप्लिकेट गर्न सक्दैन, आफैले बनाउन सक्दैन।
कसले बनाइदिने हो? डिएनएले बनाइदिने हो। डिएनएले आरएनए बनाउने प्रक्रिया के हो त? ट्रान्सक्रिप्सन हो है त, ट्रान्सक्रिप्सन। डिएनएले डिएनए आफै बनाउनु के हो त? रेप्लिकेसन हो भने डिएनएले आरएनए बनाउनु के हो त? ट्रान्सक्रिप्सन हो है त। र यसरी यो डिएनए र आरएनए को डिफरेन्स यसरी लेख्ने। अब हामी नेक्स्टमा जाउँ। अब हेर्नुहोस् तपाईँहरूलाई यस्तो क्वेसन एक्सपेक्ट गर्छु क्या म। तपाईँहरूलाई यस्तो क्वेसन पक्कै आउँछ होला भन्ने मैले आशा लिएको छु है त। ल हेर्नुहोस् है, यसरी क्वेसन सोध्छ, अ चाइल्ड ग्रोज है इन्टु अ टिन एन्ड देन होइन, देन इन एडल्ट, अनि वाट टाइप अफ सेल डिभिजन, सरी, द सेल, द टाइप अफ सेल डिभिजन विच इज रेस्पोन्सिबल फर द ग्रोथ एन्ड डेभलपमेन्ट अफ द बडी भनेको छ। अब तपाईँहरूलाई हेर्नुहोस् है, यो चाहिँ एप्लिकेसन बेस्ड सोध्यो क्या तपाईँलाई। अब कतिको माइटोसिस मियोसिस तपाईँले कतिको बुझ्नु भएको छ, त्यो एप्लिकेसन सोध्न खोज्यो क्या यहाँ तपाईँहरूलाई। एउटा चाइल्ड रे ग्रो हुन्छ, टिन एजसम्म पुग्छ, त्यसपछि एडल्ट पुग्छ भने अब उसमा त्यो ग्रोथ हुनका लागि कुन डिभिजन हुनुपर्छ भन्यो क्या। सिम्पल एन्सर, हामीले ग्रोथ एन्ड डेभलपमेन्ट गराउने कुन कुन चाहिँ हो डिभिजन हो भन्यो भने हामीले पढेका छौँ माइटोसिस डिभिजन हो। त्यही भएर झ्याप्प लेखिदिनु हाल्नुहोस् न, a little child grow into teen and then into adult, the cell division responsible for growth and development of the body is mitosis division है त। अब अनि अर्को भनेको हामीलाई मियोसिस मियोसिस सोध्छ होइन। मियोसिसले चाहिँ केमा हेल्प गर्ने भन्दा ग्यामिट फर्मेसन है त। मियोसिसले ग्यामिट फर्मेसन, अनि माइटोसिसले ग्रोथ एन्ड डेभलपमेन्ट, अनि वुन्ड हेलिङ, हाम्रो घाउ चोटपटक लाग्छ नि, त्यो मतलब 3-4 दिनपछि निको हुन्छ, त्यो किन भयो निको त भन्दा त्यो घाउमा चाहिँ के भयो त माइटोसिस डिभिजन भयो क्या, अनि बल्ल निको भयो त्यो है। यसरी झ्याप्प मिलाइहाल्नु छ तपाईँहरू। यो के अरे, अनि एउटा क्वेसन मैले यहाँ राखेको छैन, तर तपाईँहरूले यो के गरेर जानु होला भन्दा यो के अरे सेक्स डिटर्मिनेसनको चाहिँ त्यो चार्टहरू छ नि, त्यो तपाईँहरूले जुन क्वेसन सोद्धा पनि त्यो त्यही नै बनाउने हो क्या त्यो है। अनि ल्याङ्ग्वेज तल मिलाएर जे क्वेसन सोध्यो त्यो चार्ट त्यही बनाउने, अनि जुन मतलब माथि जुन क्वेसन सोधेको छ नि, अनि त्यसपछि त्यसको तरिकाले एक्सप्लेन गर्दै जाने, तर चार्ट चाहिँ त्यही बनाउनु पर्छ है त। ल अब हामी जाउँ नेक्स्टमा। यहाँ हेर्नुहोस् है, तपाईँलाई एउटा ल्याङ्ग्वेज बेस हेर्नुहोस् है, तपाईँले कतिको बुझ्नु भएको छ है। यस्तो क्वेसन पनि एक्सपेक्ट गर्न सकिन्छ क्या, किनभने सजिलै हुन्छ यो है। खालि क्वेसनले तपाईँ क्वेसन लामो देखेर नडराउनुहोस्, पहिला मजाले पढ्नुहोस्। हेर्नुहोस् है, टक 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 के भनेको छ त्यति गऱ्यो भने मजाले हामी मिलाउन सक्छौँ। रामकुमारी हैज अ ब्ल्याक गट, सी ब्रिड इट विथ अ व्हाइट गट। रामकुमारीसँग ब्ल्याक गट छ अरे, अनि उसले चाहिँ एउटा व्हाइट गटसँग ब्रिड गर्यो अरे, भनेको अर्थ क्रसिङ गरायो अरे है। अल किड्स वेयर born व्हाइट, सबै किड्सहरू कस्ता जन्मे अरे, व्हाइट जन्मे अरे। अनि व्हाट कुड बी द रिजन, के हुनसक्छ त कारण? डिड द जिन अफ द ब्ल्याक गट लस्ट फर एभर अर ब्लेन्डेड भनेर क्वेसन सोध्यो। अनि त्यसपछि विल इट इभर एपियर अगेन, कि त्यो फेरि त्यो क्यारेक्टर फेरि आउँछ नि त? एक्सप्लेन वेयर द प्यारेन्ट गट प्योर अर हाइब्रिड, एन्सर विथ रिजन भनेर अब यसरी यसरी सोध्यो है। अब हेर्नुहोस् यसरी लेख्नु होला एन्सर, रामकुमारी हेज अ ब्ल्याक गट होइन, जसले चाहिँ कोसँग ब्रिड गरायो, विच वाज ब्रिड विथ द व्हाइट गट। अब हेर्नुहोस् है, व्हाइट गटसँग ब्रिड गरायो, अनि सबै किड्स व्हाइट आउनुको अर्थ के, ल मलाई भन्नुहोस् त। मेन्डलको ल अफ डोमिनेन्सले के भन्छ भनेको, जुन त्यो जिनले होइन जसलाई चाहिँ मास्क गर्न सक्छ त्यो चाहिँ एक्सप्रेस हुन्छ भन्यो नि त। अब यसमा डोमिनेन्ट क्यारेक्टर के भयो त? यो व्हाइट भयो नि त, किनभने त्यसले ब्ल्याकलाई एक्सप्रेस हुन दिएन नि त, त्यही भएर व्हाइट एक्सप्रेस भयो। त्यही भएर व्हाइट चाहिँ कस्तो क्यारेक्टर हो? डोमिनेन्ट क्यारेक्टर हो है त। त्यही भएर आयो यो, यति त हो, सिम्पल। द ओन्ली रिजन कुड बी द ब्ल्याक गट एन्ड व्हाइट गट वेयर प्योर ब्रिड, एकदम यिनीहरू व्हाइट गट र ब्ल्याक गट के हुन् त? प्योर ब्रिड हुन् रे होइन। एन्ड व्हाइट गट वाज डोमिनेन्ट, मैले अघि नै भनिसकेँ। किन त त्यो आयो भन्दा, किनभने व्हाइट व्हाइट गट त्यो क्यारेक्टर के भयो त? डोमिनेन्ट रहेछ, त्यही भएर चाहिँ त्यो आयो। दियर फोर ओन्ली व्हाइट किड्स वेयर बोर्न भनेर यसरी लेख्ने। अब हेर्नुहोस् है, अर्को हामीलाई के सोधेको छ, डिड द जिन अफ द ब्ल्याक गट गट लस्ट फर एभर, हो त होइन है। त्यो त त्यहाँ त्यो त के अरे, त्यसलाई एक्सप्रेस हुन नदिएर पो नआएको हो नि। त्यो त के अरे जिनोटाइपमा त छ नि, तर एक्सप्रेस हुन नदिएर पो त्यो फिनोटाइपिक क्यारेक्टर पो व्हाइट देखेको हो नि है। नो द जिन अफ द, यसरी लेख्नु होला, नो द जिन अफ द ब्ल्याक गट वेयर सरी आर नट लस्ट फर एभर, इट विल एपियर अगेन इन सेकेन्ड फिलियल जेनेरेसन।
सेकेन्ड फिलियल जेनेरेसन भनेको के? अब यो व्हाइट आयो नि त, हो यिनीहरू दुइटा एक आपसमा क्रस गरायो भने फेरि त्यो के आउँछ भन्दा ब्ल्याक गड फेरि रिएपेयर हुन्छ। बिकज इट इज सरी बिकज इट हेज नट ब्लेन्डेड इट हेज नट ब्लेन्डेड ब्लेन्डेड भनेको मिक्स भएको छैन कि है, त्यसले चाहिँ एक्सप्रेस हुन नदिएको। द प्रोबेबिलिटी अफ ब्ल्याक गट बिङ बोर्न इन सेकेन्ड फिलियल जेनेरेसन कति छ भन्दा 25% छ। द प्यारेन्ट गट वेयर प्योर अर्गानिजम बिकज ओन्ली प्योर अर्गानिजम क्यान प्रोड्युस 100% हाइब्रिड अफ स्प्रिङ भनेर यसरी झ्याप्प लेख्ने है त। यो चाहिँ तपाईँहरूलाई त्यो मेन्डल ल अफ इनहेरिटेन्सबाट चाहिँ एप्लिकेसनवाला क्वेसन भयो। यस्तो क्वेसन पनि एक्सपेक्ट गर्न सकिन्छ। ल हामी नेक्स्टमा जाउँ। ल अब यसरी क्वेसन दियो हेर्नुहोस् है, वेन यो चाहिँ हामीलाई त्यो लाइभ प्रोसेसबाट आयो क्वेसन है त, त्यो सर्कुलेटरी सिस्टम भएको होला। वेन एभर ग्रेन्ड फादर इट रेड मिट फ्राइड ग्राम अनि त्यसपछि कोल्ड बियर होइन, अनि हिज जोइन्ट्स हर्ट्स उहाँको के अरे घुँडाहरू यो दुख्ने भयो क्या, यो जोइन्टहरू होइन दुख्ने भयो। अनि सोइल भनेको फुल्ने भयो क्या है। वाट इज द डिजिज हि इज सफरिङ फ्रम, उहाँ चाहिँ कुन डिजिजबाट चाहिँ ग्रसित हुनुहुन्छ भन्यो है, ग्रसित हुनुहुन्छ भन्यो। अब हामीले अर्को क्वेसन पढौँ। वाट सुड बी अवेयर अफ इफ होइन, इफ वी वान्ट टु एभोइड सच अ प्रब्लम, हामीले त्यस्तो प्रब्लमलाई चाहिँ होइन आफूमा हुन नदिन चाहिँ हामीले के कुरा चाहिँ ध्यान दिनुपर्छ भने है। अनि अर्को भनेको वाट काइन्ड अफ कन्सिक्वेन्सेस विल हि सफर इफ यु कन्टिन्यू द सेम लाइफस्टाइल, यदि उहाँले आफ्नो लाइफस्टाइल यस्तो चेन्ज गर्नु भएन भने उहाँलाई के समस्या देखा पर्न सक्छ भन्यो है। यसरी यसरी के अरे यो केस बनाएर तपाईँलाई सोध्न सक्छ। जस्तै एउटा हार्ट एट्याकको केस हुनसक्छ होइन, कुनै यस्तो यस्तो ल्याङ्ग्वेज बनाएर होइन तपाईँहरूलाई खालि घुमाइ फेराइ खालि सोध्ने, उसले हार्ट एट्याकको बारेमा नै हो, कसरी हुन्छ होइन, के भएर हुन्छ सोध्ने हो। तर घुमाइ फेराइ तपाईँहरूलाई खालि ल्याङ्ग्वेज धेरै डराउनलाई चाहिँ त्यो राखिदिएको हुनसक्छ। यसै क्वेसन आउन सक्छ है त। अब हामी एन्सरतिर जाउँ। यसरी लेख्नु होला, इफ द ग्रेन्ड फादर सफर फ्रम द जोइन्ट पेन एन्ड स्वेलिङ इफ ही कन्ज्युम रेड मिट पिनट अर अल्कोहल द मोस्ट प्रोबेबल डिजिज इज हाई युरिक एसिड एन्ड गट भनेर यसरी लेख्नु होला। अब यतिमा 1 मार्क्सको क्वेसन हो यतिसम्म। अनि फेरि यो अर्को नम्बर क्वेसन हो, अनि यो फेरि अर्को नम्बर, यसरी यो चाहिँ 3-4 मार्क्समा सोध्न सक्छ है त। ग्रुप सीतिर सोध्न सक्छ। इफ ही वान्ट टु एभोइड, अब त्यहाँको एन्सर लेखौँ। इफ यु वान्ट टु एभोइड द युरिक एसिड एन्ड गट होइन, ही सुड चेन्ज ही सुड चेन्ज हिज लाइफस्टाइल। यसरी लाइफस्टाइल चेन्ज गर्नुपर्ने हुन्छ। उसले के गर्नुपर्ने हुन्छ भन्दा ही सुड वाक होइन, अर्को भनेको फिजिकल एक्सर्साइज गर्नु पर्यो है। अनि ही सुड ड्रिङ्क प्लेन्टी अफ वाटर, वाटर एकदमै धेरै पिउनु पर्यो। अनि त्यसपछि ही सुड इट हेल्दी फ्रुट्स एन्ड ग्रिन भेजिटेबल होइन, फ्रुट्सहरू धेरै खानु पर्यो है। अनि त्यसपछि ही सुड रिड्युस द कन्जम्सन अफ रेड मिट, उसले त्यो रेड मिट खानु भएन। अनि त्यसपछि लेगुम भनेको यो दालहरू के है, चना भयो अनि त्यो धेरै पल्सेसहरूको आइटमहरू छन् नि, त्यो खाना घटाउनु पर्यो। अनि अल्कोहल खानु भएन। अर एनी फुड रिच इन प्रोटिन बढी भएको खानु भएन है। अनि अब हामीले चाहिँ यदि उहाँले यदि हजुरबुबाले के गर्नु भएन भने त्यस्तो लाइफस्टाइल फेरि त्यस्तै लाइफस्टाइल जिउन थाल्नुभयो भने उहाँलाई के समस्या आउनसक्छ भन्यो भने यसरी आउँछ है। यु विल सफर फ्रम द फलोइङ कन्सिक्वेन्सेस इफ यु कन्टिन्यू द सेम लाइफस्टाइल। हेर्नुहोस् है, उहाँलाई के हुनसक्छ, यु विल बी सफर फ्रम पर्मानेन्ट बोन टिस्यु एन्ड जोइन्ट ड्यामेज, हाम्रो यो जोइन्ट ड्यामेज हुनसक्छ। अनि त्यसपछि युरिक एसिड क्यान ड्यामेज किडनी, किडनी चैड बनाउन सक्छ। केसी दादा बनाइदेला फेरि किडनी चैड होइन। युरिक एसिड क्यान कज हार्ट डिजिज पनि ल्याउन सक्छ है, हार्ट डिजिज पनि ल्याउन सक्छ। अनि त्यसपछि लङ टर्म गट क्यान कज आई क्याटराक एन्ड ड्राई आई, यो पनि बनाउन सक्छ है। यसरी झ्याप्प लेख्नुभयो भने तपाईँहरूलाई लगभग 4मा 4 आउन सक्छ है। मैले यहाँ फेरि क्वेसन के अरे फुल मार्क्स 4मा भनेको है। तपाईँहरूले जेनरली एकदम कन्सेप्चुअली बुझ्नु भएको छ भने साइन्समा A+ ल्याउन गाह्रो नै छैन क्या। एकदम फ्रिली बगाउनुहोस् क्या आफ्नो एन्सरलाई, जति सक्दो त्यो चेकरलाई चाहिँ इन्फ्लुएन्स पार्नुहोस् क्या आफ्नो एन्सर
आफ्नो त्यो लेख्ने स्टाइलले के है। ल अर्को क्वेसन छ, एक्सिलरेसन ड्यू टु ग्राभिटी अफ द अर्थ इज 9.8 मिटर पर सेकेन्ड स्क्वायर, वाट डज इट मिन भन्ला है। अब यसमा चाहिँ एन्सर यसरी लेख्नु होला, एक्सिलरेसन ड्यू टु ग्राभिटी अफ द अर्थ is 9.8 meter per second square, which means when an object is falling freely under the influence of the earth gravity, its velocity increases at the rate of the 9.8 meter per second square। अब यो भनेको यस्तो, एउटा अब्जेक्टलाई यसरी बिस्तारै फ्रिली फल गराउने हो भने त्यसको होइन हरेक सेकेन्ड सेकेन्डमा के हुन्छ भन्दा त्यसको भेलोसिटी 9.8 ले बढ्दै जान्छ भनेको क्या है। अब यसरी यो क्वेसन पनि आउन सक्छ। अब नेक्स्टमा गइहालौँ हामी। अब यस्तो न्युमेरिकल यो चाहिँ इम्पोर्टेन्ट क्वेसन नै भन्छु म। अब हेर्नुहोस् है, यहाँ मास अफ द अर्थ 6 into 10 to the power 24 केजी दिएको छ, अनि यहाँ रेडियस दिएको छ, अनि क्यालकुलेट द भ्यालु अफ एक्सिलेरेसन ड्यू टु ग्राभिटी एट द टप अफ द एम्प्टी एभरेस्ट एन्ड अल्सो क्यालकुलेट द वेट अफ द पर्सन अफ मास 70 केजी अन द टप अफ द एम्प्टी एभरेस्ट भनेको छ। अब सिम्पल तपाईँहरूलाई के दिएको छ, मास दिएको छ, अर्थको रेडियस दिएको छ, अनि त्यसपछि एक्सिलेरेसन ड्यू टु ग्राभिटी कहाँ निकाल्नु पर्ने छ, टप अफ द एम्प्टी एभरेस्टमा भन्नुको अर्थ त्यति हाइटमा के, अर्थ भन्दा त्यति हाइटमा के भनेपछि अब हामी सोल्भ गरौँ। पहिला मास लेख्नुहोस्, गिभन झ्याप्प झ्याप्प लेखिहाल्नुहोस् कि गिभन 6 into 10 to the power 24 केजी मास भयो, अनि रेडियस भनेको 6400 किलोमिटर भन्नुको अर्थ यति किलोमिटरलाई जहिले पनि मिटरमा चेन्ज गरिहाल्नुहोस् भन्छु म है। अनि त्यसपछि हाइट, हामीलाई हाइट अफ द एम्प्टी एभरेस्ट कति हो, 8848 हो है। अब एक्सिलेरेसन ड्यू टु ग्राभिटीको फर्मुला के थाहा छ हामीलाई, जेनरली सर्फेसमा कति हुन्छ, जिएम बाई आर स्क्वायर हुन्छ। अब त्यति हाइट माथि भन्नुको पछि के गर्नु पर्यो, यो रेडियसमा एच पनि जोड्नु पर्यो नि त, त्यही भएर जी ड्यास इक्वल टु जिएम बाई आर प्लस एच, सरी जिएम बाई आर प्लस एचको होल स्क्वायर भयो। अनि जीको फर्मुला सरी जीको कति हो भ्यालु, 6.67 इन्टु 10 to the power -11। यो चाहिँ तपाईँहरूलाई याद नै हुनुपर्छ, नत्र क्वेसनमा पनि दिएको हुन्छ यदि है, याद गर्नुहोस् भन्छु म है। अनि त्यसपछि एम भनेको मास कति छ यहाँ, 6 into 10 to the power 24 केजी छ। अनि त्यसपछि रेडियस कति छ, यति छ 640000 5वटा 0 प्लस 8848 छ को होल स्क्वायर गऱ्यो भने यहाँ माथि चाहिँ कति आउँदो रहेछ, 40.02 इन्टु 10 to the power 20 सरी 40.02 इन्टु 10 to the power 13 आउँदो रहेछ। अनि तल चाहिँ 4.107 इन्टु 10 to the power 13 आउँदो रहेछ, हेर्नुहोस् है। अनि इक्वल टु 9.74 आउँदो रहेछ। यो भ्यालुबाट तपाईँलाई के थाहा भयो भन्दा हेर्नुहोस् है, यदि हामी अर्थको सर्फेस भन्दा माथि गयौँ भने के हुँदो रहेछ, ग्राभिटी सरी एक्सिलरेसन ड्यू टु ग्राभिटीको भ्यालु घट्दो रहेछ, किनभने अर्थ सर्फेसमा एक्सिलरेसन ड्यू टु ग्राभिटीको भ्यालु कति हो, 9.8 मिटर पर सेकेन्ड स्क्वायर हो। हेर्नुहोस् त यहाँ के भइरहेको छ, घटिरहेको छ है। यसरी लेख्नु होला, द भ्यालु अफ एक्सिलरेसन ड्यू टु ग्राभिटी एट द टप अफ द एम्प्टी एभरेस्ट इज 9.74 मिटर पर सेकेन्ड स्क्वायर। अब हो कि नै यसरी। अनि त्यसपछि द एक्सिलरेसन ड्यू टु ग्राभिटी जी ड्यास इक्वल टु 9.74, अनि मास कति दिएको छ हामीलाई, किनभने हामीलाई के सोधाएको छ, एम्टी एभरेस्टमा कुनै एउटा 70 केजी भएको मान्छेको वेट कति हुन्छ भनेको छ नि त, वेट भनेको के हो, एमजी त हो नि। वेट इक्वल टु अब मास पनि थाहा छ, ग्राभिटी एक्सिलेरेसन ड्यू टु ग्राभिटी पनि थाहा छ, अनि वेट इक्वल टु एमजी भयो, 70 इन्टु 9.74 गर्दा कति आयो, 681.8 आयो। अनि यसरी therefore the weight of a person of mass 70 kg on the top of the empty Everest is 681.8 न्युटन भनेर यसरी लेख्नु भने झ्याप्प न्युमेरिकल, न्युमेरिकल त झन् झ्याप्प हो क्या, मिल्यो भने 4को 4 झ्याप्प। ल हामी नेक्स्टमा गइहालौँ, किन ढिलो गर्ने। अब हेर्नुहोस् है, द मास अफ द बोय इज 50 केजी अन द अर्थ, जुपिटरमा कति होला भन्यो, कति होला जुपिटरमा, सोच्नुहोस्। या यु आर करेक्ट, किनभने तपाईँहरूले पक्कै गेस गर्नुभयो होला, 50 नै हुन्छ अभियसली। वेट पो चेन्ज हुने, वेट के कारणले चेन्ज हुने हो, एक्सिलरेसन ड्यू टु ग्राभिटी चेन्ज हुन्छ, त्यही भएर पो वेट चेन्ज हुने। तर मासमा कुनै चेन्ज आउनेवाला छैन, किनभने मास कुनैमा पनि डिपेन्ड गर्दैन, कन्स्टेन्ट हो मास है। यसरी लेख्नु होला, द मास अफ द बोय इज 50 केजी अन द अर्थ, it will be 50 kg on the Jupiter. It is because mass is constant. It does not change with changing place भनेर यसरी
लेख्नु होला है। अब हामीलाई यो लाइटकोबाट यो यतिको क्वेसन सोध्न सक्छ है। हामीलाई क्वेसन के दियो? द रिफ्र्याक्टिभ इन्डेक्स अफ डायमन्ड इज 2.4 अनि वाट इज द स्पिड अफ लाइट इन डायमन्ड इफ इट्स स्पिड इन भ्याक्युम इज 3 × 10⁸। अब हेर्नुहोस् है, हामीले के पढेका छौँ? म्यू भनेको के हो? रिफ्र्याक्टिभ इन्डेक्स। म्यू भनेको एउटा के फर्मुला पढेका छौँ? सी भनेको स्पिड अफ लाइट इन भ्याक्युम बाई स्पिड अफ लाइट इन मिडियम भनेर एउटा फर्मुला पढेका छौँ। अनि त्यसपछि अर्को भनेको म्यू इक्वल टु 1/sin c भनेको क्रिटिकल एङ्गलको टर्ममा है। अनि त्यसपछि अर्को के पढेका छौँ भन्दा स्नेल्स लले के भन्छ भन्दा रिफ्र्याक्टिभ इन्डेक्स भनेको रेसियो अफ द साइन अफ द एङ्गल अफ इन्सिडेन्स बाई साइन अफ द एङ्गल अफ रिफ्र्याक्सन भन्छ है। यति तिनवटा फर्मुलाबाट तपाईँहरूलाई न्युमेरिकल सोध्न सक्छ है। अनि त्यो मैले भनेको थिएँ नि, त्यो ल्याटरल सिफ्टको डिफिनेसन पढेर जानु होला है, त्यो पनि ख्याल गर्नु होला। अनि त्यो फिगर होइन, अनि एङ्गल अफ इन्सिडेन्ट, एङ्गल अफ इमर्जेन्स र एङ्गल अफ रिफ्र्याक्सनको रिलेसन कस्तो छ, यस्ता यस्ता कुराहरू पनि ख्याल गर्नु होला है त। ल अब हामी न्युमेरिकलतर्फ जाउँ। सोलुसनमा गिभन स्पिड अफ लाइट इन भ्याक्युम कति हो? यो त तपाईँहरूलाई थाहा हुनुपर्ने कुरा हो। 3 × 10⁸ हुन्छ मिटर पर सेकेन्ड। अनि रिफ्र्याक्टिभ इन्डेक्स हामीलाई दिएको छ 2.4। अनि फर्मुलामा लगाउँदा म्यू भनेको के हो त? स्पिड अफ लाइट इन भ्याक्युम बाई स्पिड अफ लाइट इन मिडियम हो। अब हामीलाई के भ्यालु दिएको छ त्यो राखौँ। म्यू दिएको छ 2.4 अनि त्यसपछि स्पिड अफ लाइट इन भ्याक्युम दिएको छ 3 × 10⁸। अनि हामीले निकाल्नु पर्ने के? स्पिड अफ लाइट इन द मिडियम। अब मिडियम के छ यहाँ? डायमन्ड छ भनेपछि स्पिड अफ लाइट इन डायमन्ड भन्नु। डायमन्डमा कति हुन्छ भनेर पत्ता लगाउनु पर्यो भनेपछि अब स्पिड अफ लाइट इन डायमन्ड, यसलाई यता लिएको, यसलाई तल डिभाइडमा ल्याइदिएको, यो त गर्न पाइन्छ। अनि यसरी गर्दा 3 × 10⁸ बाई 2.4 गर्दा कति आयो? 1.25 × 10⁸ मिटर पर सेकेन्ड स्क्वायर यसरी आयो है त। अब नेक्स्टमा गइहालौँ। अब हेर्नुहोस्, यो चाहिँ हाम्रो केबाट सोध्यो? यो के अरे उता पछाडि इलेक्ट्रिसिटीबाट, इलेक्ट्रिसिटी एन्ड म्याग्नेटिजम च्याप्टरबाट यस्तो यो फिगर दिएर तपाईँहरूलाई क्वेसन सोध्न सक्छ है त। यो कुन डिभाइस हो? पहिला नेम सोध्छ। नेम द डिभाइस। द डिभाइस सोन इन द एबभ गिभन डायग्राम इज के हो त? इलेक्ट्रिक मोटर हो क्या एउटा है। अनि त्यसपछि अब अर्को क्वेसन के सोध्दछ? वाट इज द रिजन फर द प्रोडक्सन अफ मोसन इन द कन्डक्टर? के होला त? किन यो के अरे कन्डक्टरमा यो मोसन प्रोडक्सन गरिएको होला त? अब एन्सर यसरी लेख्नु होला। द कन्डक्टर इज इनसाइड अ म्याग्नेटिक फिल्ड when current is passed in a conductor, another magnetic field is produced. Two magnetic field repel each other and produce motion. यसरी झापै लाएर लेख्ने। अनि त्यसपछि अर्को, what is the name of the phenomenon that produce motion in the conductor of that device भनेको छ। यो कुन फेनोमेननबाट यो के अरे मोसन प्रोड्युस भइरहेछ भने। अब यसरी द फेनोमेनन द्याट प्रोड्युस मोसन इन द कन्डक्टर अफ द्याट डिभाइस इज कल्ड, यसलाई के भन्दो रहेछ? मोटर इफेक्ट भनिन्छ है। अनि त्यसपछि अर्को, वाट क्यान बी डन टु इन्क्रिज रेट अफ रोटेसन भनेको यसलाई छिटो छिटो घुमाउन के गर्नु पर्ला भन्यो? वी क्यान, अब यसरी वी क्यान सप्लाई हायर भोल्टेज अफ इलेक्ट्रिसिटी टु इन्क्रिज रेट अफ रोटेसन अर युज पावरफुल म्याग्नेटिक फिल्ड। यो गर्दा चाहिँ के हुने रहेछ? रेट अफ रोटेसन बढ्ने रहेछ है। अनि अर्को भनेको विच रुल हेल्प टु फाइन्ड द डिरेक्सन अफ रोटेसन अफ कन्डक्टर प्लेस इन द म्याग्नेटिक फिल्ड? यसको एन्सर के हो त? फ्लेमिङ लेफ्ट ह्यान्ड रुल है त। फ्लेमिङ लेफ्ट ह्यान्ड रुल हेल्प्स टु find the direction of rotation of conductor place in a magnetic field. यसरी यो क्वेसन जेनरली तपाईँहरूले धेरै के अरे मोडल सेटहरूमा देख्नु भएको थियो होला। यो चाहिँ यसको सोलुसन यस्तो हुन्छ है, यसलाई हेरेर जानु होला। अब त्यसपछि नेक्स्ट क्वेसन, यो चाहिँ आइसिटीबाट, राइट एनी टु डिफरेन्स बिट्विन मोडुलेटर एन्ड डिमोडुलेटर। सिम्पल क्वेसन। मोडुलेटर भनेको के हो? इट इज द प्रोसेस अफ इन्फ्लुएन्सिङ डाटा एट अ ट्रान्समिटर है। अनि अर्को भनेको डिमोडुलेटर भनेको के हो? इट इज द प्रोसेस अफ रिकभरिङ डाटा एट द रिसिभर हो है। अनि मोडुलेसन अर्को अर्को पोइन्ट्स मोडुलेटरको, द मोडुलेसन इज नेसेसरी टु एड क्यारियर सिग्नल एन्ड म्यासेज सिग्नल एन्ड ट्रान्सफर इट है। अनि त्यसपछि अर्को भनेको यहाँ डिमोडुलेटरको के, द डिमोडुलेसन इज नेसेसरी टु सेपरेट द म्यासेज सिग्नल फ्रम द क्यारियर सिग्नल भनेर यसरी लेख्नु होला। ल अब हामी
नेक्स्टमा गइहालौँ। यो चाहिँ के हो त पिरियोडिक टेबल त्यो छ नि क्लासिफिकेसन अफ एलिमेन्ट भन्ने च्याप्टरबाट यो क्वेसन जेनरली आउन सक्छ। इलेक्ट्रोनेगेटिभिटी र इलेक्ट्रोपोजिटिभिटीको है त सिम्पल हेर्नुहोस् है। अब इलेक्ट्रोनेगेटिभिटी भनेको के हो त इलेक्ट्रोनेगेटिभिटी इज द प्रोपर्टी अफ एन एलिमेन्ट अर आयन बाई भर्च्यु अफ विच इट टेन्स टु एट्र्याक्ट इलेक्ट्रोन टु इट्स सेल्फ आफूसँग आफू के अरे आफूसँग इलेक्ट्रोन तान्ने टेन्डेन्सी हो क्या यो भनेको इलेक्ट्रोनेगेटिभिटी भनेको। इलेक्ट्रोपोजिटिभ भने इलेक्ट्रोपोजिटिभिटी भनेको के हो इलेक्ट्रोन लुज गर्ने टेन्डेन्सी हो क्या यो सिम्पल के होइन अरू। द इलेक्ट्रोपोजिटिभिटी इज द प्रोपर्टी अफ एन एलिमेन्ट अर आयन बाई द भर्च्यु अफ विच इट क्यान डोनेट इलेक्ट्रोन टु अदर एटम भन्नुको अर्थ लुज इलेक्ट्रोन नै हो है। ल अब अर्को अर्को हेर्नुहोस् है टप टु बटम जाँदा ग्रुपमा टप टु बटम जाँदा के हुन्छ भनेको छ द इलेक्ट्रोनेगेटिभिटी अफ एन एटम डिक्रिजेज इफ वी अब्जर्भ फ्रम टप टु बटममा जाँदा के हुन्छ इलेक्ट्रोनेगेटिभिटी चाहिँ घट्दै जान्छ तर इलेक्ट्रोपोजिटिभिटी हेर्नुहोस् है द इलेक्ट्रोपोजिटिभिटी अफ एन एटम इन्क्रिजेज इफ वी अब्जर्भ फ्रम द टप टु बटम के हुने रहेछ इलेक्ट्रोनेगेटिभिटी चाहिँ टप टु बटम जाँदा डिक्रिज हुने रहेछ इलेक्ट्रोपोजिटिभिटी के हुने रहेछ तल सरी टप टु बटम जाँदा के हुने रहेछ ग्रुपमा बढ्दै जाने रहेछ। त्यहीको आधारमा हामीले के भन्न सक्छौँ भन्दा मेटलको रिएक्टिभिटी ग्रुपतिर टप टु बटम जाँदा इन्क्रिज हुन्छ भन्न सक्छौँ होइन। अनि त्यही उता नन मेटलको केसमा भनेको यो हेलोजन ग्रुपहरूमा चाहिँ के भन्न सक्छौँ भन्दा टप टु बटम जाँदा के अरे इलेक्ट्रोन नेगेटिभिटी घट्दै जान्छ है त्यही भएर चाहिँ रिएक्टिभिटी पनि घट्दै जान्छ भन्न सक्छौँ क्या। अब यहाँ क्वेसन पनि राखिदिएछु मैले द रिएक्टिभिटी अफ मेटल इन्क्रिजेस डाउन द ग्रुप बट द रिएक्टिभिटी अफ नन मेटल डिक्रिजेस डाउन द ग्रुप भनेछ। अब यसलाई त्यही लेख्ने हो अब यसरी लेख्ने त्यही इलेक्ट्रोपोजिटिभिटी र इलेक्ट्रोनेगेटिभिटीको कुरा नै ल्याउने हो यहाँ। मेटल आर इलिमेन्ट द्याट सुड लुज इलेक्ट्रोन मेटल के हुन्छ भन्दा जेनरली यिनीहरू मेटलले इलेक्ट्रोन लुज गर्ने हो क्या यिनीहरूले। इफ एन एटम इज बिगर एन्ड भ्यालेन्स इलेक्ट्रोन विल बी फर्दर अवे फ्रम द न्युक्लियस भनेको हेर्नुहोस् है जेनरली यो मेटलमा चाहिँ के हुन्छ त माथिबाट तल टप टु बटम आउँदै गर्दा के हुन्छ साइज बढ्दै गइरहेको हुन्छ साइज बढ्नु भनेको के एटम ठुलो ठुलो हुँदै गयो भन्नुको अर्थ त्यो सबभन्दा बाहिर त्यसको भ्यालेन्स इलेक्ट्रोनमा भएको सरी भ्यालेन्स सेलमा भएको इलेक्ट्रोन र न्युक्लियस बिचको के भयो एट्र्याक्सन घट्यो एट्र्याक्सन घट्नुको अर्थ त्यसले त्यो इलेक्ट्रोन सजिलै इलेक्ट्रोन के अरे रिलिज गर्न सक्छ क्या लुज गर्न सक्छ हो त्यही भएर यहाँ भनेको छ सो बिगर एटम अफ मेटल क्यान लुज इलेक्ट्रोन इजिली क्या त्यसले चाहिँ सजिलै इलेक्ट्रोन दिन सक्ने भयो क्या किनभने न्युक्लियस र त्यो भ्यालेन्स इलेक्ट्रोनमा कुनै त्यति स्ट्रङ एट्र्याक्सन नै छैन क्या त्यही भएर त्यसले सजिलै इलेक्ट्रोन दिन सक्ने भयो अनि त्यही भएर त्यो मोर रियाक्टिभ हो आर मोर रियाक्टिभ सिन्स एलिमेन्ट डाउन द ग्रुप आर बिगर द रियाक्टिभिटी अफ मेटल मस्ट इन्क्रिजेस डाउन द ग्रुप भनेको ग्रुपतिर टप टु बटम ग्रुपमा आउँदै गर्दा के हुन्छ मेटलको रियाक्टिभिटी बढ्दै जान्छ यस कारणले अनि अब नन मेटलको चाहिँ रियाक्टिभिटी के हुन्छ घट्दै जान्छ क्या यो कारणले अब यहाँ छ नन मेटल आर द एलिमेन्ट द्याट सुड टेक इलेक्ट्रोन भनेको गेन गर्नुपर्छ क्या यिनीहरूले स्टेबल हुनलाई है। अनि त्यसपछि इफ एन एटम इज बिगर अब यसमा के अरे नन मेटलको एटम बिगर भने के हुन्छ यहाँ हेर्नुहोस् है भ्यालेन्स इलेक्ट्रोन विल बी फार्दर अवे फ्रम द न्युक्लियस एन्ड क्यान नट बी हेल्ड प्रोपरली क्या त्यसले चाहिँ खास यसले इलेक्ट्रोन तान्नु पर्ने अरूबाट अब त्यही आफ्नै इलेक्ट्रोन कन्ट्रोल गर्न सकिरहेको छैन क्या सो द एटम क्यान नट पुल द इलेक्ट्रोन फ्रम द अदर एलिमेन्ट क्या होइन सो बिगर एटम अफ द एलिमेन्ट क्यान नट पुल द इलेक्ट्रोन इफेक्टिभली एन्ड आर लेस रियाक्टिभ क्या सिन्स द एलिमेन्ट डाउन द ग्रुप आर बिगर द रियाक्टिभिटी अफ नन मेटल मस्ट डिक्रिजेस डाउन द ग्रुप भनेर यसरी झ्याप्प लेख्ने यो रिजन चाहिँ आउन सक्छ। ल अब नेक्स्ट क्वेसन छ यहाँ we do not use dilute sulfuric acid in place of hydrochloric acid during the preparation of carbon dioxide भनेको रहेछ यहाँ यसरी लेख्नु होला when the dilute sulfuric acid react with the carbonate it form carbon dioxide and calcium sulfate होइन क्याल्सियम सल्फेट बनाउने भयो है अनि त्यसपछि दस फर्म यसरी बनेको क्याल्सियम सल्फेट चाहिँ के हुन्छ वाटरमा इन्सोलुबल हुन्छ है इन्सोलुबल भएपछि के हुने भयो त्यहाँ डिपोजिट भइदिने भयो इट डिपोजिट्स अन द क्याल्सियम कार्बोनेट एन्ड कभर इट्स क्या त्यो क्याल्सियम कार्बोनेटलाई नै ढाकिदिने भयो क्या त्यसले अनि त्यसपछि इट
प्रिभेन्ट फर्दर रियाक्सन, यसले चाहिँ फर्दर रियाक्सन हुन दिँदैन, एन्ड हेन्स द प्रोडक्सन अफ कार्बन डाइअक्साइड विल बी स्टप्ड हो है त, यहाँ स्टोन भएको रहेछ, स्टप्ड हो, यो रोकिन्छ भनेको ल यसरी यो के अरे। अनि यो के सम ग्यासेसबाट एउटा तपाईँहरूलाई कार्बन डाइअक्साइडको सोध्छ, अनि अर्को भनेको एमोनियाको सोध्छ। ल एउटा एउटा जवाब दिनुहोस् न ल। के अरे कार्बन डाइअक्साइड र एमोनियाले रियाक्ट गर्दा के बन्छ? के बन्छ? युरिया बन्छ है। ल युरियाको फर्मुला के हो? NH2CO, NH2 भन्छ है। ल त्यसरी हो, सक्यो। अब हामी नेक्स्टमा जाउँ। डिफ्रेन्सिएट बिट्विन द क्याल्सिनेसन एन्ड रोस्टिङ। क्याल्सिनेसन एन्ड रोस्टिङ यो के को प्रोसेस हो भन्नुहोस् त? यस, अक्सिडेसनको है। अब यसमा डिफ्रेन्स लेख्नुलाई यसरी, अब यसरी लेख्नुला, इन द क्याल्सिनेसन द ओर इज हिटेड विथ द लिस्ट सप्लाई अफ एयर अर एब्सेन्स अफ एयर। कुनै एउटा ओरलाई चाहिँ थोरै थोरै एयरको सप्लाईमा पनि हिट गर्न सक्छौँ, अथवा एयर नपठाइकन पनि हिट गर्न सक्छौँ यो क्याल्सिनेसन प्रोसेसमा है। अनि रोस्टिङमा चाहिँ हामीले म्याक्सिमम एयर सप्लाई गर्नुपर्छ क्या। इन रोस्टिङ द ओर इज हिटेड विथ द म्याक्सिमम एयर अफ सप्लाई हो क्या है। यो रोस्टिङको बेला भयो। अनि त्यसपछि क्याल्सिनेसन गर्नुको मुख्य उद्देश्य के हो? इट्स अब्जेक्टिभ इज टु रिमुभ भोलाटाइल इम्प्युरिटी सच एज आर्सेनिकहरूलाई रिमुभ गराउनु हो क्या है। अनि त्यसपछि यो भनेको इट्स अब्जेक्टिभ इज टु अक्सिडाइज द इम्प्युरिटिज सच एज कार्बन एन्ड सल्फर है। यसमा चाहिँ कार्बन र सल्फर हटाउनु हो क्या रोस्टिङको मेन उद्देश्य। अब क्याल्सिनेसन जेनरली कसलाई गरिन्छ हेर्नुहोस् है। युजली इम्प्युरिटी आर रिमुभ एज अ कार्बन डाइअक्साइडको रूपमा रिमुभ हुने भयो इम्प्युरिटीहरू। अनि यसमा चाहिँ इम्प्युरिटी आर रिमुभ एज अ सल्फर डाइअक्साइडको रूपमा रिमुभ हुने भयो। यो चाहिँ रोस्टिङ कसलाई गरिन्छ भने मेनली सल्फाइडहरूलाई, जसमा सल्फर छ त्यसलाई गरिन्छ। यो चाहिँ मेनली कसलाई गरिन्छ? कार्बोनेटहरू जसमा चाहिँ CO3 ग्रुपहरू छ त्यसलाई गरिन्छ है। यसरी यो सकिन्छ। अब हामी नेक्स्टमा जाउँ। अब एउटा यो चाहिँ केस बेस बनाएर लास्टको त्यो के अरे हाम्रो युज हुनेहरूको एउटा छ नि च्याप्टर, त्यहाँबाट सोध्यो। फार्मर युज केमिकल इन्सेक्टिसाइड टु मच एन्ड टु एसिडिक होइन, एन्ड इन्फर्टाइल नाउ, हाउ क्यान फार्मर प्रिभेन्ट सच हार्मफुल इफेक्ट अफ केमिकल इन्सेक्टिसाइड नाउ, गिभ अ फ्यु सजेसन भनेको छ। यसरी लेख्नु होला, इफ ओभर युज अफ chemical fertilizer has increased the acidity of soil and many harmful effects are observed in the soil, crop and the surrounding environment. Farmers should do the following thing भनेर यसरी लेख्नु होला, use compost manure in the field instead of chemical fertilizer को ठाउँमा, to reduce acidity. एसिडिटी घटाउनलाई के गर्नु पर्यो अरे? कम्पोस्ट फर्टिलाइजर युज गर्नु पर्यो अरे। अनि त्यसपछि अर्को भनेको रिड्युस द युज अफ केमिकल इन्सेक्टिसाइड भनेको त्यो कीटनाशक औषधिहरू कम प्रयोग गर्नु पर्यो है। अनि इन्क्रिजेस द युज अफ बायो इन्सेक्टिसाइड भन्नुपर्छ, जस्तै हामीले त्यो किराहरू मार्नलाई के गर्नुपर्छ भन्दा, के गर्न सकिन्छ भन्दा जस्तै के अरे गाईको त्यो युरिन छर्केर पनि किरा फट्याङ्ग्राहरू मार्न सक्छौँ है। अनि खरानीहरू युज गरेर त्यो त्यो चाहिँ प्रायोरिटी दिनु पर्यो केमिकल इन्सेक्टिसाइड भन्दा भनेर यसरी लेख्ने। अनि त्यसपछि ग्रो लेगुमिनस प्लान्ट इन द फिल्ड इज रेगुलर इन्टरभल। यो किन हो थाहा छ? लेगुमिनस प्लान्टको रुटमा चाहिँ के हुन्छ भन्दा नोडुलेटेड रुट, एउटा नोडुलेटेड रुट हो, जसले चाहिँ के गर्छ भन्दा त्यसमा एउटा राइजोबियम भन्ने ब्याक्टेरिया बसेको हुन्छ होइन, जसले चाहिँ के गर्छ भन्दा त्यो के अरे एटमोस्फियरमा भएको नाइट्रोजनलाई चाहिँ त्यहाँ फिक्स गरिदिन्छ क्या। भनेको नाइट्रोजनको कमी हुन दिँदैन क्या नाइट्रोजन। अनि नाइट्रोजनस कन्टेन्ट बढी भयो भने के भयो? नाइट्रोजन फिक्स भयो, जसले गर्दा चाहिँ त्यो के हुने भयो? ग्रोथ बढी हुने भयो क्या त्यसको। भन्नु गर्दा क्रप प्रोडक्सन बढी हुने भयो क्या है। मतलब सोइल फर्टाइल हुने भयो, सोइल फर्टाइल भयो भने बढी प्रोडक्सन हुने भयो, त्यही त हो। अनि त्यसपछि टेस्ट द पिएच भ्यालु अफ सोइल एन्ड युज द रिक्वायर्ड केमिकल टु ब्यालेन्स द पिएच अफ सोइल है। सोइलको पिएच के गर्ने? टेस्ट गर्ने कति छ भनेर। ल यसरी यो सक्यो है। अब अनि के अरे आज तपाईँहरूको म्याथको इक्जाम थियो होला, कस्तो गयो त? कमेन्ट सेक्सनमा कमेन्ट गर्नुहोस् है त। यदि तपाईँहरूलाई हाम्रो भिडियो मन पर्छ भने च्यानल सब्सक्राइब गर्न नबिर्सनु होला है त।
ल अन्तिममा अन्तिमसम्म भिडियो हेर्नुभएकोमा धन्यवाद र पर्सि हुने साइन्सको इक्जामको लागि बेस्ट अफ लक है त। ल धन्यवाद।